नमस्कार आदरणीय साहित्य तथा सङ्गीत प्रेमी मनहरूमा म विमल खेवाचाली श्लोकको तर्फबाट आज म एउटा कविता वाचन गर्न गइरहेको छु जुन हामीले कक्षा 5 मा पढेका थियौँ। साह्रै मिठो लागेको कविता आज म वाचन गर्न गइरहेको छु। यहाँलाई के कस्तो लाग्छ सल्लाह सुझाव अपेक्षा गर्दछु। र कविताका लेखक हुनुहुन्छ आदरणीय दैवज्ञराज नेउपानेज्यू। कविताको शीर्षक छ किसानको रहर। सानो छ खेत सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान। बिहान पख झुल्किन्छ घाम देउराली पाखामा, असारे गीत घन्किन्छ नि सुरिलो भाकामा। काँधको शोभा हलो र जुवा हातमा कोदाली, जीवन धन्न गर्नु नै पर्ने उकाली ओराली। छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला, भनेर सानी पटुकी रातो बाँधेर झरेकी। धमिलो खोला बाढीले होला कसरी तरेकी। गालामा साना पसिना दाना मोती झैँ खुलेकी। घाम र पानी भोक र तिर्खा कसरी भुलेकी। सुसेली हाली बयली खेल्छ बतास रातमा, जुनले पोख्छ शीतका थोपा धानका पातामा। सुनौला बाला झुलेर होला भुइँलाई छोएको, फलेको हाँगो कहिले छ र ननुहिरहेको। हिमाल हाँस्छ मिलाई सेता दाँतका लहरा, किसान बनी जहान पाल्ने यो मेरो रहर। किसान बनी जहान पाल्ने यो मेरो रहर। हामी सबै नेपालीको रहर भनेको यही हो, किसान बनेर जहान पाल्ने। र विदेशमा गए पनि जहाँ गए पनि आखिर अन्तिममा गर्नुपर्ने चाहिँ किसानी नै पेसा रहेछ भन्ने जस्तो लागिरहेको छ। हवस् त, धन्यवाद।